नमस्ते, म केशव बोरा। आजदेखि म युट्युबमा काम गर्दै गरेको अथवा भ्लगहरू, सर्ट भिडियो अथवा लङ भ्लग पनि हाल्ने छु। आजदेखि मेरो युट्युबको यात्रा हुनेछ। ल यो चाहिँ मेरो युट्युबको पहिलो भिडियो हुनेछ। आज चाहिँ म घरको काम गर्नेछु। सुरुमा मैले झाडु लगाउँछु। अब भान्सा कोठामा झाडु लगाउने, अनि बिस्तारै झाडु लगाएँ र त्यसपछि म फेरि यतातिर झार्दै पोचा लाउँदै झार्दै गरेँ। यतातिर झाडिसकेपछि चाहिँ फेरि म अब घरलाई लिपपोत गर्नेछु। घरलाई लिपपोत गर्दैछु। बिस्तारै घरलाई लिपपोत गरेँ। यतासम्म पुग्दाखेरि अलि यतातिर बिग्रेको थियो, त्यही पनि जसो तसो गरेर मैले अलिअलि गरेर घरलाई लिपपोत गरिसकेँ। अब चाहिँ म यसपछि चाहिँ अब म घरको खाना बनाएर खाएको भाँडालाई माझ्नेछु। अलिकति थोरै मैले त्यहाँबाट खरानी लिएँ। खरानीले माझ्नुपर्छ गाउँमा। खरानी लिएर अलिकति, अनि मैले बिस्तारै भाँडाहरू मोल्दै गएँ। अब भाँडा मोल्दाखेरि अलिकति धेरै चिल्लो थियो। त्यसमा दाल तरकारी पकाएको भाँडा चाहिँ अलिकति धेरै चिप्लो थियो। त्यसैले मैले बेस्सरी मोल्दाखेरि पनि गएन। फेरि मैले गाउँकै अर्ग्यानिक रिठो लगाएर मैले फेरि पनि भएन। फेरि पखालेर फेरि मैले अर्ग्यानिक रिठोले मजाले मोलिसकेँ भाँडालाई। अब मजाले मोलिसकेपछि फेरि अब मेरो हुन्छ धुने पालो। भाँडा धुन थालेँ म। फेरि पनि गएन। यस्तै हातले मोल्दै फेरि भाँडा धोइहालेँ। अनि भाँडा धोएर उसमा राखेँ। र मैले आजको भिडियो यति नै। बाँकी यस्तै भिडियो लिएर म फेरि पनि आउने नै छु। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।